साथीहरूले बोलाएको छ आज छुट्टी मैले तिमीलाई तरकारी किन ल्याइदिएँ मलाई यसो जानु दिएन साथीहरूसँग पर हौ भेटघाट के त भेट्नु घरमा कति बस्नु हुँदैन हौ घरमा यति विशेष सुन्दरी बुढी हुँदा किन भेट्नु त कताबाट हेर्दा विश्व सुन्दर हेर त अनि विशेष सुन्दरी कताबाट हेर्दा विश्व विशेष सुन्दरी देख्नु चाल न ढङ्ग सनासको पोथी जस्तो टलक 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 पैसा के को पैसा पैसा छैन पैसा जानेन पैसा दे घरमै बस्नु जाइ त डुल्नु हुँदैन ल्याउनु पैसा दे चाडबाडको बेलामा बुढो नकुद्नु चुपरा र घर बस्नु नानीहरू 1000 रुपैयाँ दिन आउँ म गएर आइहाल्छु छैन पैसा मसँग ल्याउनु पैसा दे न साला मरि कमाएर ल्याउनु त माग्दा पनि कमाएर ल्यायो भने सकिहाल्नु पैसा आज नि भोलि पैसा छैन 1000 रुपैयाँ दे न 1000 रुपियाँ 500 रुपियाँ चाहिँ हुन्छ कहिले 500 रुपैयाँ अहिले सुनेर दिन्छु ल 200 रुपियाँ कस्तो कुरा हो धेरै कहाँदेखि हुन्छ त 100 ले हुन्छ तेरो नानीले नै लान्छ 100 नत्र 50 रुपियाँ दिँदा नि भयो त 50 रुपियाँ दिएर आउनु त्यसमा नानीसँग झिझिर किनेर आउनु ल मासु पनि मै काटिदिन्छु ल पैसा दिन काटिदिन्छु भन्दा हुन्छ मैले काटिसकेँ त अब तपाईँ सुत्नु